सो गाइस वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म सानो अनि मिठो ब्लग लिएर आएको छु होइन। सो आज चाहिँ मैले यसो टाइम पाउँदाखेरि चाहिँ यसो झालमुरी खाने इच्छा गरेँ होइन। त्यही भएर चाहिँ मैले सर्ट एन्ड स्विट एकदम छिटो छिटो झालमुरी बनाएर चाहिँ तपाईँहरूको सामु क्या मुखबाङ गर्न चाहिरहेको छु। सो गाइस अन्तिमसम्म हेरिदिनुहोस् होला जो पनि झालमुरी लभरहरू हुनुहुन्छ है। सो गाइस अन्त मैले चाहिँ चटक्कै झालमुरी बनाएको छु होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि साथमा यहाँनिर चिया पनि छ हो, चिनीको चटक्कै। अन्त यहाँनिर आज चाहिँ एकदम जाडो जाडो दिन भयो नि त, गरमदेखि गरम हुन्छ भन्दै थियो होइन, तर आज चाहिँ अलिक जाडो जाडो थियो होइन, त्यही भएर झालमुरी खाँदैछौँ। सो गाइस यति हो। एकदम मिठो छ होइन। अन्त आज क्रिकेट म्याच पनि छ नि त, अन्त आज फाइनल हो, अन्त त्यही भएर आधी चाहिँ राख्छु होइन। अहिले क्रिकेट हेर्दै खान्छु, अन्त आधी चाहिँ तपाईँहरूसँग मुखबाङ गर्छु होइन। तपाईँहरूलाई मजा आएको छ कि छैन, मलाई चाहिँ मजा आएर छैन गाइस, अन्त हेरिदिनुहोस् लास्टसम्म। अन्त यस्तै हो, कोही बेला भगाउँछ होइन। रिसेन्टली मेरो एउटा सर्ट भिडियोमा चाहिँ 1 मिलियन भन्दा बेसी भ्युज आएको थियो होइन, त्यही भएर चाहिँ अलिकति एनर्जेटिक भएर चाहिँ नयाँ नयाँ कन्टेन्टहरू निकाल्न चाहन्छु होइन, चाहँदैछु। कस्तो हुन्छ त्यो त्यति मलाई पनि थाहा छैन होइन, हेरिदिनुहोस् लाइक। सो गाइस होइन, अन्त रातो रातो कलर लगाएर रातो बनाएको थिएँ होइन, एट्र्याक्टिभ देखाउनको लागि, तर त्यो चाहिँ भएन। अन्त एक्लै खानु पनि मजा आउँदैछ होइन मौसम अनुसार, तर औँठी लाग्दो हुँदैछ एक्लै चाहिँ बफ गर्ने हुँदैन कि, खाएको खाएकै हुन्छ होइन। त्यही भएर यस्तो खाना चाहिँ अब पहिला स्कुलतिर क्या कलेजतिर साथीहरूसँग पैसा उठाएर खाएको यादहरू आउँदो रहेछ होइन। अन्त धेरै सम्झनाहरू आउँदो रहेछ, त्यो छ गाइस। तपाईँहरू पनि खानुहोस् बनाएर होइन, आज चाहिँ कस्तो हुन्छ के हुन्छ भनेर त्यसैमा क्या बनाइहेरेको होइन। तपाईँहरूलाई मजा लाग्यो भने सब्सक्राइब हालिदिनुहोस् हो। सक्छु आफ्नो म खान सक्दिनँ होला होइन। सो गाइस यतिसम्म हेरिदिनु भएको धेरै धन्यवाद होइन। थ्याङ्क यू फर वाचिङ माई ब्लग। अन्त मेरो अब भन्नुपर्दाखेरि एउटा सब्सक्राइब गरिदिनुहोस् होला होइन, मेरो च्यानललाई पनि। हाउडे भाइ पनि आउँदैछ, राम्रो हुँदैछ होइन। अब भन्ने कुरा आए जस्तो छैन। सो गाइस थ्याङ्क यू फर वाचिङ, बाई बाई।